नमस्कार साथीहरू, आज पनि म एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। खरिदार तृतीय पत्रको कानुन खण्डमा रहेको मुलुकी फौजदारी कार्यविधि संहिताका विशेषताहरू ट्रिक लगाएर कसरी याद गर्ने त? त्यो कुरा आज म तपाईँलाई बताउन गइरहेको छु। ट्रिक के रहेको छ भन्दाखेरि साथीहरू, यसका विशेषताहरू कथागत वा घटनाबद्ध रूपमा याद गर्ने प्रयास गर्नेछौँ। कथा या कुनै घटनाको बारेमा हामीले त्यसको नालीबेली बताउँदाखेरि चाहिँ सबैलाई एकदमै इन्ट्रेस्टिङ लाग्ने गर्छ र यो तरिका पनि एकदमै सरल रहेको छ। मुलुकी फौजदारी कार्यविधि संहिता सम्बन्धी जुन कानुन छ यो त सामान्य रहेछ भनेर यसरी याद गर्ने। त्यसैले सबैभन्दा पहिलो विशेषता हामीले सामान्य कानुनको रूपमा रहेको भनेर चाहिँ याद गर्ने है त। अनि हामीले के सोच्यौँ भन्दाखेरि यो घटना चाहिँ फौजदारी मुद्दा हो कि होइन भनेर हामीले यसो आकलन गर्न थाल्यौँ। यानि कि हामी यो मुद्दालाई या यो घटनालाई प्रहरी समक्ष लग्न सक्छौँ कि सक्दैनौँ भनेर हामी सोच्न थाल्यौँ र त्यसका लागि हामीले यो कानुन पल्टाएर हेर्न थाल्यौँ र जसमा फौजदारी मुद्दालाई स्पष्ट परिभाषित गरिएको छ। यो घटनालाई देखिसकेपछि हामीले सम्बन्धित निकायमा पुर्याउनका लागि मौखिक वा विद्युतीय माध्यम प्रयोग गर्यौँ। यानि कि त्यो सम्बन्धित निकाय भनेर अहिले हामी चाहिँ प्रहरी कार्यालय सम्झौँ है त। अब उक्त घटनामा संलग्न आरोपीहरूलाई पक्राउ गर्नका लागि प्रहरीले पक्राउ पूर्जी जारी गर्छ, तर त्यो पक्राउ पूर्जी त्यसै जारी गर्न नसकिँदो रहेछ। त्यसैले प्रहरीले अनुमति लिनु पर्यो अधिकार प्राप्त अधिकारीबाट, जसले मुद्दा हेर्छ। एकदमै इम्पोर्टेन्ट छ भनेपछि त्यो मुद्दाको कारबाही सुनवाई र किनारा अगाडि गर्ने र त्यति धेरै इम्पोर्टेन्ट छैन भनेपछि त्यसलाई चाहिँ पछाडि राख्ने हुनसक्छ। यो त एकदमै इम्पोर्टेन्ट छ है भनेर के गर्यो, पक्राउ पूर्जी जारी गरेर तुरुन्तै पक्रिहाल्यो। अब ती आरोपीहरूलाई पक्राउ गरिसकेपछि अब अनुसन्धान गर्नु पर्यो भनेर प्रहरी महानिरीक्षकले विशेषज्ञ सहितको कुनै एउटा अनुसन्धान टोली गठन गर्दछ। यानि कि जसरी अब सोधपुछका लागि, बयानका लागि के कस्ता विशेषज्ञहरू चाहिन्छन् त्यस्ता विशेषज्ञहरू सहितको टोली चाहिँ गठन गरियो। अनुसन्धानका लागि टोली गठन भइसकेपछि अब ती आरोपीहरूलाई अनुसन्धानका लागि हिरासतमा ल्याइयो। तर के हुन्छ भन्दाखेरि साथीहरू, सबै आरोपीहरू देशभित्र नहुन पनि त सक्छन् नि। त्यसैले अब अन्य देशमा भएका आरोपीहरूलाई हिरासतमा ल्याउनका लागि सन्धि, सम्झौता वा अनुमति लिएर अनुसन्धान गरिन्छ। अब ती आरोपीहरू उपस्थित भइसकेपछि भिडियो कन्फरेन्सका माध्यमबाट पनि बयान, सोधपुछ तथा साक्षी बुझ्न सक्ने हुन्छ। यानि कि एउटा डिजिटल माध्यमको प्रयोग गरेर पनि ती आरोपीहरूलाई बयान लिन पाइयो, घटनाबारे सोध्न पाइयो के हो कसो भनेर, र ती घटना प्रत्यक्ष रूपमा देखेका व्यक्तिहरूलाई समेत यानि कि साक्षीलाई समेत ल्याएर बुझ्न पाइयो। उपस्थित भएका आरोपीहरूलाई लिएको जुन बयान छ त्यसबाट कुनै आरोपीले अपराध स्वीकार गर्यो वा अनुसन्धानमा सहयोग पुर्यायो भने सजायमा 50% त्यस अपराधीले छुट माग गर्न सक्छ। अब अर्को रहेको छ फरार अभियुक्तको अधिकार र सुविधा कटौती गरेको। अब हेर्नुहोस् त साथीहरू, हामीले पहिला के भन्यो भन्दाखेरि अपराधलाई स्वीकार गर्ने वा अनुसन्धानमा सहयोग गर्ने भन्यौँ र कोही यदि फरार भइदिन्छ भनेपछि चाहिँ अब के हुन्छ भन्दाखेरि ठिक विपरीत उसलाई त 50% छुट दिन सक्ने या उसले माग गर्न सक्ने भनिएको थियो, तर कोही मान्छे अब फरार भइदियो, बयान दिन आएन, सोधपुछमा अप्ठ्यारो पारिदियो, त्यस्तो पारिदियो भनेपछि अब उसको अधिकार र सुविधा कटौती हुँदो रहेछ। अब के गरियो भन्दाखेरि साथीहरू, त्यो अभियुक्तलाई सजाय दिनका लागि अभियोग पत्र लिएर आइयो। त्यो अभियोग पत्रमा सजायको माग दाबी गरिएको हुन्छ र यसमा खुलाउनु पर्ने विवरणहरू खुलाएर ल्याइयो।
वा कुनै बिग्रिएको छ विवरण भनेपछि त्यसलाई संशोधन गरियो भनेर यसरी घटनाबद्ध रूपमा याद गर्न सकिन्छ। अब बाँकी रहेको विशेषताहरू त हामीले यसरी याद गर्न सक्छौँ। मुद्दाको छिनोफानो भयो र अन्तिममा फैसला भयो र त्यो फैसलालाई चाहिँ 1 महिनाभित्र लेखिसक्नुपर्ने रहेछ। सुरुको कुरा मुद्दा नै नचलाउने भए त्यसको जानकारी जाहेरवाला पीडितलाई दिनुपर्ने हुन्छ। अदालतमा यो दिन यो समयमा आइदिन भनेर दिइने जुन म्याद छ त्यो म्यादलाई बुझ्न नआउने कानुन व्यवसायीलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ त? सकिँदैन नि त। यी विषयहरू अलिक घटनाबद्ध रूपमा हामीले लग्यो भने मुलुकी फौजदारी कार्यविधि संहिताका विशेषताहरू हामी सरल रूपमा याद गर्न सक्छौँ र यो परीक्षाका दृष्टिकोणले निकै महत्त्वपूर्ण विषय पनि हो। हस्त साथीहरू, यस भिडियोले तपाईँलाई सहयोग गरेको होला भन्ने अपेक्षा लिँदै आजलाई बिदा माग्दछु है। अर्को भिडियो लिएर फेरि पनि उपस्थित हुनेछु। त्यतिन्जेल बाई बाई, टेक केयर।